आजको 10 बजे 10 समाचार। भारत र पाकिस्तान द्वन्द युद्ध विराम गर्न सहमत, दुर्ग प्रसाईले गरे करोडौँको ऋण दुरुपयोग। आदरणीय दर्शकहरू नमस्कार, तपाईँहरूमा फेरि पनि उपस्थित भइसकेको छु म सुमन बन्धन। यदि तपाईँहरू नयाँ हुनुहुन्छ भने हाम्रो सुनौलो नेपाल न्युज युट्युब च्यानल सब्स्क्राइब गरेर नजिक आउने घन्टीलाई प्रेस गरेर हामीसँगै जोडिनुहोला। यदि तपाईँहरू हाम्रो फेसबुक पेजमा नयाँ हुनुहुन्छ भने हाम्रो फेसबुक पेजले पनि फलो गरेर हामीसँगै जोडिनुहोला। ढिला नगरिकन आजको भिडियोले सुरुवात गर्न अनुमति चाहन्छु। भारत र पाकिस्तान युद्ध विराम गर्न सहमत। भारत र पाकिस्तान युद्ध विराम गर्न सहमत भएका छन्। यो दाबी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेका छन्। ट्रम्पले भने अमेरिकाको मध्यस्थता हिजो राति लामो छलफलपछि मलाई यो जानकारी गराउन पाउँदा खुसी लागेको छ, किनभने भारत र पाकिस्तानले तुरुन्तै पूर्ण रूपमा आक्रमणहरू रोक्न सहमत भएका छन्। म दुवै देशलाई सामान्य ज्ञान र समझदारीपूर्ण निर्णय दिएकोमा बधाई दिन चाहन्छु। संविधान मिचेर सरकार ढलेको प्रचण्डको आरोप। नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान मिचेर आफ्नो सरकार ढलेको बताएका छन्। उनले पछिल्लो पटक सरकारको नेतृत्व गर्दा सामाजिक न्याय, सुशासन र आर्थिक सुधारका अभियानहरू सञ्चालन गर्दा शौचालिक र दलहरूको सरकार ढलेको उल्लेख गरेका छन्। दुर्ग प्रसाईले गरे ऋण दुरुपयोग। मेडिकल व्यवसायी दुर्ग प्रसाईले एउटा परियोजनाका लागि बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर अन्य परियोजनामा दुरुपयोग गर्ने गरेको भेटिएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले यसबारे अहिलेसम्म गरेको अनुसन्धानबाट प्रसाईले 3वटा कम्पनीको नाममा लिएको 27.5 करोड रुपियाँ जटिल कारोबार मार्फत राउन्ड ट्रिपिङ गरेको निष्कर्ष निकालेको छ। सांसद कान्छारामको लापरवाही। केही दिन अघि मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले ऊर्जा राज्यमन्त्रीबाट बर्खास्त गरेका नेपाली कांग्रेसका सांसद पूर्णबहादुर तामाङ उर्फ कान्छारामको निर्माण कम्पनी कान्छाराम कन्स्ट्रक्सनले जिम्मा लिएका वीरेन्द्रनगरका 25वटा सडकको काम अझै पूरा हुन सकेको छैन। दोस्रो पटक थपिएको म्याद सकिएको 5 महिना बितिसक्दा पनि उक्त कम्पनीले सडक निर्माणको काममा तदुरुस्त नदेखाएको हो। राजाहरूले देश कलङ्क बनाएको प्रधानमन्त्रीको आरोप। प्रधानमन्त्री केपी शर्मा ओलीले राज्यहरूले देशलाई कलङ्क बनाएको आरोप लगाएका छन्। शनिबार काठमाडौँमा दोस्रो राष्ट्रिय वन सम्वर्धन प्रवर्धनका गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएको हो। नयाँ बजेटमा कार्यको हेरफेर गर्ने सरकारको तयारी। प्रधानमन्त्री तथा एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष 2082-83 को बजेटलाई कार्यान्वयन योग्य तथा निजीमुखी बनाउन बजेटमा राखिने योजना तथा कार्यक्रम व्यापक हेरफेर गरिने बताउनु भएको छ। नेपाल आर्थिक पत्रकार समाज सेजनले आज यहाँ आयोजना गरेको विनियोजन कुशलता र वास्तविकता बजेट विषय पूर्व बजेट छलफल अर्थमन्त्री पौडेलले स्रोत चुनौतीपूर्ण आवश्यकलाई हेरेर योजनाको प्राथमिकताकरण गरिने बताउनु भएको छ। लिङ र बजेटका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा। आइसिसी पुरुष विश्वकपका लागि 2 क्रिकेटका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा भएको छ। नेपाल क्रिकेट संज्ञानले शनिबार रोहित पौडेलको कप्तानीमा 25 सदस्यीय टोली घोषणा गरेको हो। टोलीमा दिपेन्द्र सिंह हेरीलाई कप्तान बनाएको छ। बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष बहुवर्षीय र स्रोत सुनिश्चितता मार्फत 13 अर्बभन्दा बढी आर्थिक दायित्व सिर्जना गरेको छ। प्रदेश सरकारले विभिन्न योजनालाई बहुवर्षीय र स्रोत निश्चितता दिएर 13 अर्ब 20 करोड 62 लाख रुपैयाँ आर्थिक दायित्व सिर्जना गरेको हो। भारत पाकिस्तान तनावले नेपाल आर्थिकमा सङ्कट जोखिम। पूर्व गभर्नर तथा वरिष्ठ अर्थविद डाक्टर चिरञ्जीवी नेपालले भारत र पाकिस्तान बीच बढ्दो तनावले नेपालमा गम्भीर आर्थिक सङ्कट ल्याउने खतरा रहेको बताउनु भएको छ। पूर्व सांसद मञ्चद्वारा आयोजित एक कार्यक्रममा बोल्दै उनले नेपाल भारत बीच अत्याधिक निर्भर रहेको बताउँदै यदि भारत पाकिस्तान बीचको द्वन्द लम्बियो भने यसको प्रत्यक्ष असर नेपाली अर्थतन्त्रमा पर्न सक्ने चेतावनी दिएका छन्। स्वस्थ हावाको लागि टोडी खेलमा मानव साङ्लो। स्वस्थ हावाको लागि ध्यानकर्षण गर्न आज टोडी खेलमा मानव साङ्लो बनाएको छ। स्वस्थ हावा मानव अधिकार भएको भन्दै सहभागीहरूले साइकल यात्री शहर बनाउन सरकारको ध्यानकर्षण गराएको थियो। आदरणीय दर्शकहरू, हजुरले यस विषयप्रति के भन्न चाहनुहुन्छ? हजुरहरूको मनमा लागेको सल्लाह सुझाव र प्रतिक्रिया छ भने तलको कमेन्ट बक्समा राख्नु भन्दै हामी यस ताजा न्युजको साथमा तपाईँहरूमा फेरि पनि उपस्थित हुने नै छौँ। तबसम्मको लागि बिदा दिनुहोस्। हस्त नमस्ते, जय नेपाल।